सो लर्निङ अबाउट म्यानिफेस्टेसन इज द इजिएस्ट थिङ होइन। अनि अप्लाई गर्नु र सुरुमा म्यानिफेस्ट गर्नु त्यो पनि इजिएस्ट थिङ हो। तर सबैभन्दा डिफिकल्ट थिङ टु डु चाहिँ टु बी पर्सिस्टेन्ट होइन। त्यही कुरालाई त्यही माइन्डसेटलाई चाहिँ पर्सिस्ट गर्नु, त्यही पनि थ्रु आउट इयर्स इज द सबैभन्दा डिफिकल्ट थिङ लाग्यो मेरो आफ्नो एक्सपिरियन्समा। सो हाई एभ्री वान, दिस इज म्यानिफेस्ट विथ ममता। हामी यहाँ म्यानिफेस्टेसनसँग रिलेटेड सबै कुरा गर्छौँ। यदि तपाईँहरू इन्ट्रेस्टेड हुनुहुन्छ भने सब्सक्राइब। सो सबैभन्दा डिफिकल्ट थ्रु आउट पर्सिस्टेन्ट इयर्समा हुनलाई चाहिँ किन डिफिकल्ट भयो भन्दाखेरि चाहिँ कन्जम्सन अफ टु मेनी कन्टेन्ट्स क्या। जे पाए त्यही कन्टेन्टहरू कन्ज्युम गर्ने अनि एप्लाई गर्न खोज्ने। अनि अप्लाई जब हुँदैन, जब त्यो कुरा म्यानिफेस्ट हुँदैन, तब कन्क्लुजनमा आउने के हो म्यानिफेस्टेसन चाहिँ रङ हो, फल्स हो, यो चाहिँ फेक कुरा हो, सो यो केही पनि म्यानिफेस्ट हुँदैन भनेर सोच्ने त्यो माइन्डसेट इज सो के भन्छ यति नेगेटिभ होइन। अनि यसले हाम्रो म्यानिफेस्टेसनमा यति धेरै असर गरिरहेको हुन्छ। सो थ्रु आउट इयर्स चाहिँ पर्सिस्टेन्ट कसरी हुने भन्दाखेरि म आफूले युज गर्ने चाहिँ केही टिप्सहरू भन्न गइरहेको छु। एउटा हो चाहिँ म्यानिफेस्टेसन जर्नल। मैले पहिलाको भिडियोमा पनि भनेको थिएँ कसरी चाहिँ म चाहिँ जब केही कुरा म्यानिफेस्ट गर्छु नि त्यो म डायरीमा आफ्नो जर्नलमा चाहिँ टिपेर राख्छु। अनि जब केही मलाई म्यानिफेस्टेसनसँग रिलेटेड डाउटहरू आउँछ नि त्यो मैले पल्टाएर हेर्छु कि ओहो मैले यो यस्तो म्यानिफेस्ट गरेको थिएँ, यो कुरा म्यानिफेस्ट गरेको थिएँ, ओ यो पनि गरेको थिएँ त, सो म गर्न सकिहाल्छु नि भन्ने त्यो एउटा माइन्डसेट हुन्छ होइन। अनि अर्को भनेको अरूको म्यानिफेस्टेसन सक्सेस स्टोरीहरू पढ्ने अथवा सुन्ने, त्यसले पनि एकदमै हेल्पफुल हुन्छ। किन भन्दाखेरि उसले गर्न सक्छ भने म पनि गर्न सक्छु, उसको म्यानिफेस्टेसन पुरा भएको छ भने म पनि गर्न सक्छु भन्ने त्यो एउटा फिलिङ्स आउँछ। र उसको माइन्डसेट चाहिँ के रहेछ त, उसले कसरी गरिरहेको रहेछ त, अनि मैले कसरी गरिरहेको रहेछु, के रहेछ डिफ्रेन्ट भनेर त्यो हेर्नलाई पनि कम्पेरिजनको लागि भने पनि युजफुल हुन्छ। त्यो गर्नु एउटा साइन्स होइन। अनि अर्को भनेको चाहिँ बुकहरू पढ्ने, त्यो म्यानिफेस्टेसन रिलेटेड कन्सियसनेससँग रिलेटेड चाहिँ बुकहरू पढ्दै आफूलाई पनि अपडेट गराइरहने, पोडकास्टहरू सुन्ने, अरूको भिडियोहरू हेर्ने। त्यसले पनि के हुन्छ भन्दाखेरि हेल्पफुल हुन्छ कि होइन यो त साँच्चै नै रियल हो, सो म गर्न सक्छु, यस्तो एप्लाई गर्न सक्छु, मैले यहाँनिर चाहिँ मिस्टेक गरेको हुनसक्छु भनेर त्यो एउटा हेल्पफुल त्यो पनि हुनसक्छ है। अनि अर्को भनेको चाहिँ आफ्नो जर्नी चाहिँ यदि डकुमेन्ट गरेको छ, जस्तै मैले यहाँ युट्युबमा अपलोड गरेर डकुमेन्ट गरेको छु भने त्यो हामीले चाहिँ हेर्न सक्छौँ कि ओहो मैले त यसरी गरेको थिएँ, म त गर्न सक्छु त, मैले गरिरहेको छु, पहिला पनि यसरी गर्न सकेको रहेछु भनेर चाहिँ त्यो एउटा हेल्पफुल हुन्छ। अनि अर्को भनेको चाहिँ म्यानिफेस्टेसनलाई चाहिँ एज अ म यो गरेर आज यो कुरा म्यानिफेस्ट गर्छु, अब यो सक्यो भन्ने होइन कि एज यो चाहिँ लाइफ टाइम एउटा माइन्डसेट हो मेरो, लाइफ टाइमको लागि नै हो यो चिज चाहिँ। म्यानिफेस्टेसन चाहिँ लाइफस्टाइल जस्तै बनाउने र आफ्नो माइन्डसेट हो, यो चाहिँ मेरो फरएभर माइन्डसेट हो भन्ने त्यो तरिकाले लियो भने चाहिँ हामीले चाहिँ थ्रु आउट इयर्स चाहिँ म्यानिफेस्टेसनमा पर्सिस्टेन्स ल्याउन सक्छौँ, हामी कन्सिस्टेन्ट हुन सक्छौँ र रिजल्ट पनि कन्सिस्टेन्ट आउन सक्छ भन्ने चाहिँ मेरो आफ्नो पर्सनल ओपिनियन हो। यदि तपाईँहरूलाई त्यस्तै केही लाग्छ र आफूले कसरी हेल्प गरिरहनु भएको हुन्छ, आफूलाई कसरी मोटिभेट राखिरहनु भएको छ थ्रु आउट इयर्स भन्ने चाहिँ कमेन्ट गर्नु होला तल। अनि के कस्तो भइरहेको छ मेरो भिडियोजहरू हेल्पफुल भएको छ कि छैन त्यो पनि कमेन्ट डाउन गर्नु होला है त। बाई बाई, थ्याङ्क यू।